यता आउनुभयो भने खाना पाउनुहुन्छ नस्पति साथीहरू। हरियो नस्पति हो यो चाहिँ हाम्रो नेपालको सङ्घसभा भन्ने ठाउँ पूर्वी अरिङ्गालको गोलो देख्नुभयो साथीहरू। आजको ब्लग भिडियोमा हामी के गर्नेछौँ भने आज हामी हरियो नस्पति खानेछौँ। म छु हरियो नस्पतिको बोटमा। के छ साथीहरू हालखबर? हालखबर ठिकै छ होला। हामी अब जाने हो माथि नस्पतिको बोटमा। अब म चढ्ने छु नस्पतिको बोटमा। यो चाहिँ हो नस्पतिको बोट। यस्तो छ हेर्नुहोस् नस्पतिको बोट, हरियो नस्पति। र म बोटमा चढ्दैछु ढिला नगरिकन। हेर्नुहोस् मेरो खुट्टा यहाँ छ र म चढ्दैछु। यहाँ अरिङ्गालको गोलो हुन्छ त्यो नि हामी हेर्नुपर्छ। बोटमा चढ्दैछु म मोबाइल समाएर। मोबाइल झर्छ कि भन्ने डर पनि छ साथीहरू, किनकि बोटमा चढ्दा फेरि डर त भइ नै हाल्छ। त्यही नि भिडियो खिच्दै चढ्दैछु भने पछि केही न केही डर त भइ नै हाल्छ नि यारो। यारो साथीहरू डर त भइहाल्छ नि। र म यी बोटमा चढ्दैछु। मुनि यस्तो छ झऱ्यो भने गइयो सिधै। यस्तै भिडियो मनपर्छ भने च्यानललाई सब्सक्राइब लाइक सेयर गर्न चाहिँ नभुल्नु होला। यस्तै ब्लग भिडियोहरू चाहिँ आउने छन् आगामी दिनहरूमा होइन। त्यसो भए पहिली बढी हामी नस्पति खानुभन्दा पहिली बढी अरिङ्गालको गोलो हेर्नेछौँ। यहाँ माथि नस्पति पनि छ। ल नस्पति छ, नस्पति देखिरहनु भएको छ कि छैन क्यामेरामा? ल अरिङ्गालको गोलो देख्नुभयो हजुरहरूले? अरिङ्गालको गोलो घाम लाइटिङ परेर त्यस्तो मजाले देखिँदो रहन्छ। गोलो छेकिएर लाइटिङ मजाले नपर्ने भएकाले त्यो गोलोमा अरिङ्गालको नस्पति पनि खानेछौँ। अरिङ्गालको गोलो पहिले हेर्ने हो। गाउँमा बस्नेहरूलाई त त्यति वास्ता हुँदैन होइन साथीहरू, देखेकै हुन्छ। तपाईँहरू सहरमा बस्ने मान्छेहरूलाई पहिलेदेखि नै सहरमै हुर्किनु ओर्नु भएकोलाई चाहिँ यस्तो हेर्न चाख लाग्न सक्छ भनेर मैले देखाइदिन आँटेको हो। अरू त त्यस्तो केही पनि होइन। हेर्नुहोस् त यही हो अरिङ्गालको गोलो भनेको चाहिँ। यो चाहिँ रातो अरिङ्गालको गोलो हो। यस्तो छ धेरै टाढा पनि जान मिल्दैन, अलिक टोक्न सक्छ। त्यही भएर म धेरै टाढा जाँदिनँ। ल यति नै देखाएँ मैले अरिङ्गालको गोलो होइन त। म चाहिँ रुखमा छु साथीहरू, म चाहिँ रुखमा छु होइन, रुखमा छु यारो। झऱ्यो भने गइयो अन्त अब नस्पति टिपेर खाने हो। नस्पति टिपेर खाने हो। नस्पति लाइट परेर हेर्नु ठिक्क घाम पर्दो रहेछ हेर्नु त। ल अब एउटा नस्पति टिपेर खाइजाउँ। धेरै ढिला नगरौँ नस्पति खानुको लागि। ल धेरै ढिला नगरौँ। फेरि अरिङ्गालको गोलो देखाउन मन लाग्यो मलाई चाहिँ धेरै नस्पति खानुभन्दा पनि। त्यहाँ त्यस्तो छ अरिङ्गालको गोलो। अरिङ्गालको गोलो देख्नुभयो? अरिङ्गालको गोलो यो चाहिँ हो। ल अब नस्पति पनि टिपेर खाउँ। टुप्पामा आइसक्यौँ हामी। टुप्पाबाट तपाईँहरूलाई बाहिरको भ्यू देखाइदिन्छु। माथि घरहरू छ होइन। मैले धेरै जुम गरेको रहेछु। ल जुमिङ चाहिँ कम गर्दा यस्तो छ माथिको भ्यूहरू। ल अहिले अरिङ्गालले टोक्न सक्छ। त्यही भएर सम्हालेर के गर्ने हो भने अब नस्पति चाहिँ खाने हो। तपाईँहरूलाई धेरै मैले इन्तजार गराइसकेँ होला। अब नस्पतिको बाइट लिइहाल्ने हो। नस्पतिको बाइट भनेको चाहिँ नस्पति टोक्ने भनेको है। नस्पति टोक्ने झरे झन्डै झरे। यहाँ चाहिँ एउटा नस्पति। मोबाइल झर्छ भन्ने डर लागिसक्यो मलाई।
नास्पाती हेर्नुस् त ए नास्पाती र मैले ब्रेक गरेँ यसलाई र यसको भ्यू यस्तो छ हेर्नु नास्पाती यस्तो छ र म यसलाई खानेवाला छु साथीहरू नास्पाती रुखमै बसेर खाने हो हामी अन्त काहीँ नबसिकन ल त ल अब मैले खाना सुरु गरेँ तपाईँहरू नि यता आउनुभयो भने खाना पाउनुहुन्छ नास्पाती साथीहरू हरियो नास्पाती हो यो चाहिँ हाम्रो नेपालको सङ्घर्ष भन्ने ठाउँ पूर्वी इलाका चाइनाको छेउ चाइनापट्टि पर्छ पूर्वतिर सङ्घर्ष भन्ने जिल्लाको माडी ओखलढुङ्गा यस्तो नास्पाती खानलाई कति रसिलो हो यसको चाहिँ साथीहरू एकदमै राम्रो के भन्छ भने एकदमै रसिलो हुन्छ यसको हामीले जुस बनाउनु भने दामी हुन्छ तर हामीसँग केही साउन्ड नभएकोले हामी जुस चाहिँ बनाउनु थियो नि त्यति बाँदरहरूले जस्तो होइन काँचै कच्चीले जङ्गल युगमा जस्तो खान्छौँ तपाईँहरूलाई पनि खाना मन लागिसक्यो होला यो देखेर ल साथीहरू खाइसक्यो अब यो चाहिँ फालिदिँदा हुन्छ मुनिको फेदको रको ल साथीहरू 5 मिनटको भइसक्यो भिडियो पनि उताको पनि गरी निकै मिनटको भइसक्यो होला मैले काटेर दुईटा भिडियो स्प्लिट गरेर खिचेको छु म भिडियोलाई एडिट नगरी यस्तै रफ हाल्नेछु अल्छी नमानिकन हेरिदिनु होला तपाईँलाई तर हेर्न मन छ भने हेरिदिनु होला नभए कसैले कर लाउँदैन हेर्नको लागि र म तपाईँहरूलाई अलिअलि नास्पातीको भ्यू त त्यति धेरै नास्पाती छैन यसपालि पातले फलेको छ नास्पाती यो चाहिँ नास्पातीको पात हो यस्तो हुन्छ पिपलको पात जस्तो यो नास्पातीको पात चुडियो पनि सरी र हेर्नु हाँगा भएको छ चढ्न सजिलो छ रुख चढ्न आउँदैन भने साथीहरू कमेन्टमा लेख्नु र रुख कसरी चढ्ने भनेर त्यसको बारेमा पनि म भिडियो बनाउँछु आगामी दिनहरूमा त्यसको बारेमा पनि भिडियो आउँछ यहाँ अर्को नास्पाती छ यो चाहिँ म टिपेर आमालाई लगिदिन्छु तर साथीहरू म यो पर्सनल ब्लग भयो जस्तै गरेर यसमा आमालाई लगिदिनको लागि चाहिँ यो चाहिँ यहीँ परतिर छ घर यो घर नजिकै रहेको बोट थियो हाम्रो होइन यति ठुलो भइसकेको छ यो बोट चाहिँ कसले ल्याएर रोपिदिएको भने हाम्रो भान्दाजुले क्रेडिट चाहिँ भान्दाजुलाई पनि जान्छ मम्मीले रोप्नु भएको रोप्न चाहिँ बिरुवाहरू ल्याइदिनु भने चाहिँ भान्दाजुले गर्नुभएको थियो ल साथीहरू अब म ओर्लिँदैछु हेर्नु मेरो फेस हेर्ने हो भने चाहिँ घुचो पनि यार यहाँबाट एकदमै डर मर्दो छ लड्न सकिन्छ भन्दा चाहिँ मैले क्यामेरा नै अफ गर्नुपर्ने हुनसक्छ स्थिति त्यस्तो र यस्तो छ रोड बाटो छ त्यहाँ तल चाहिँ पर दोकान घर पनि छ ल साथीहरू म ओर्लिँदैछु म धेरै छेउपट्टिको हाँगामा आइसकेको छु ओर्लिनलाई टाढा पऱ्यो अरिङ्गाले बाइट हान्नु ठोक्न आउन आँटे जस्तो छ र म ओर्लिँदैछु साथीहरू पिर नमान्नु होला ओर्लिसकेँ अब यहाँ तपाईँहरूलाई म एउटा अर्को बुट्टा पनि देखाउँछु यो चाहिँ कागतीको बुट्टा हो कागतीको बुट्टा चाहिँ यस्तो हुन्छ है कागतीको यहाँ अम्बकको बुट्टा चाहिँ
अम्बाको बोट चाहिँ यस्तो हुन्छ है। अम्बा भन्छ नि, अम्बा त सहरतिर नि भइहाल्छ, देखिनै हाल्नुभएको छ होला, नदेख्ने साथीहरूको लागि। र यहाँ घाँसपातहरू छ, यो घाँसपात चिन्दिनँ, यो चाहिँ कर्कलो भन्छ होइन, यसमा पानी अडिन्छ। ल धेरै डिटेल के दिनु। यहाँ अर्को पनि चाहिँ चियापत्ती छ जुन चियामा हालेर खान्छ, मिठो बास्ना आउँछ। ल साथीहरू, अब आजको ब्लग चाहिँ यतिमै सिद्धिन्छ होला। ऊ माथि बाख्राहरू घाँस खाइरहेछन् अनि यस्तो छ गोठहरू, ऊ पर आमा बसिरहनु भएको छ। ल थ्याङ्क यू फर वाचिङ।